गिटारका तारहरूमा मेरा औँलाहरू सलबलाउन थालिसकेका थिए किशोर अवस्थादेखि नै। भरतपुरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरू गिटारका धुनहरू प्रस्तुत गर्न पुग्थे म। उच्च शिक्षाको लागि काठमाडौँ आएपछि क्याम्पसका कार्यक्रमहरूमा साथीहरूसँगै मैले मेरो गिटार वादनले निरन्तरता पाउन थाल्यो। मेरो गिटार वादन नै सङ्गीतकार तथा लोकगायक स्वर राम थापासँग परिचयको पुल बन्यो। राम थापासँगको साङ्गीतिक बसाइको क्रममा तयार भएको एउटा धुनमा शब्दहरूको आवश्यकता परे। मैले शब्दहरू भरे। उद्देश्यले होइन, आवश्यकताले। ख्यालमै गीत लेखेर रेकर्ड भइसकेपछि पो म गीतकार बन्न पुगेछु। अब मेरा औँलाहरू गिटारका तारहरूसँग भन्दा कलम समातेर गीतका शब्दहरूसँग खेल्न धेरै रमाउन थाले। मलाई गिटार वादनमा भन्दा गीत लेख्नमा बढी सन्तुष्टि मिल्न थाल्यो। गिटार बजाउन छाडे, गीत लेख्नमा निरन्तरता दिन थाले। र यो निरन्तरता कायम छ, कायम रहनेछ। सुरेन्द्र राणा। नेपालको आधुनिकीकरण बढे सँगसँगै कता कता नेपाली लोक संस्कृति, नेपाली भाकाका गीतहरू हराए जस्तो महसुस हुन्न र नेपाली भाकाहरू कता हराए जस्तो महसुस भयो। र त्यही भएर मैले हात पर्ने बित्तिकै यो किताब किने। मेरी उनीलाई, सुरेन्द्र राणाको। भर्खर पनि उहाँको परिचय पढेर सुनाए उहाँकै किताबबाट। यो एउटा सङ बुक हो। किताबमा पुराना नेपाली गीतहरूका 135वटा गीतहरू छन्। पुरा त छैनन्, थोरै मात्रै छन्, तर 135वटा नेपाली गीतहरू छन्। र म हजुरहरूलाई प्रत्येक दिन एउटा गीतका श्लोकहरू प्रस्तुत गर्नेछु। आज पहिलो दिन भएकोले पहिलो गीतबाटै सुरु गरौँ। र हामीसँग पहिलो गीत रहेको छ, यो मनको के भर हुन्छ। गायक अरुण थापा, सङ्गीत राम थापा। विक्रम सम्वत 2038 12 महिना 25 गते रेडियो नेपालको 32औं जन्म जयन्तीको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गीत रचनातर्फ प्रथम। रत्न रेकर्डिङ संस्थाद्वारा आयोजित प्रतिभाको खोजी प्रतियोगितात्मक आधुनिक गीत सम्मेलनमा गीत रचनातर्फ दोस्रो पुरस्कारद्वारा पुरस्कृत यो गीत रहेको छ, यो मनको के भर हुन्छ। जाने पनि यहाँ भुल गर्ने रहर